हेलो गुड मर्निङ एभ्री वान वेलकम टु माई पेज। सो आज चाहिँ हामी यहाँनिर काठमाडौँ नेपालमा चाहिँ एजम्सन चर्चमा चाहिँ आएका छौँ। मेरो साथीको चाहिँ आजको दिन चाहिँ एकदमै महत्त्वपूर्ण छ। म चाहिँ आज डिक्कन हुन गइरहेको छ, त्यसै कारणले गर्दा हामी चाहिँ यहाँनिर उहाँको त्यो प्रोग्राममा हामी एटेन्ड गर्न आएका छौँ। धेरैजना साथीहरू पनि आएका छौँ र तपाईँहरूले उहाँको प्रोग्रामलाई पनि तपाईँले नि हामी सँगसँगै तपाईँले पनि हेर्नु सक्नुहुनेछ। यो चाहिँ एन्ट्रेन्स हो चर्चभित्र पस्ने, यो एजम्सन चर्च रोमन क्याथोलिक चर्च हो। सो तपाईँले चाहिँ हेर्नु सक्नुहुनेछ है। सबैलाई आजको यो धर्मविधि हाम्रो डिकन बेन्जामिन राईको ब्रदर डिकन हुनु बाँकी नै छ। ब्रदर बेन्जामिन राईको
डिकनको अभिषेकमा यहाँ सबैलाई म स्वागत गर्न चाहन्छु। पढेर आफैलाई तयार गरेर अन्तमा यो समारोहद्वारा आफैलाई समर्पित गर्ने आजको यो डाइरेक्ट अर्डिनेसनको समारोह, त्यो समर्पण बोकेर आफैलाई प्रभुको लागि अर्पित गर्छु भनेर हाम्रा ब्रदर बेन्जामिन हाम्रो सामु उपस्थित हुनुभएको छ र आजको समारोहद्वारा हामी उहाँलाई डिकन घोषित गर्नेछौँ, बनाउनेछौँ र साथै तपाईहरू सबै यहाँ उपस्थित भएर तपाईले पनि यो विटनेस गरिरहनु भएको छ, यो देखिरहनु भएको छ। हाम्रो लागि पनि प्रभुमा समर्पित हुने यो जुन उदाहरण हामीले देख्दैछौँ, यही उदाहरण हामीले हाम्रो जीवनमा लागू गर्न सकौँ र हामीले अरूलाई पनि प्रोत्साहन दिन सकौँ ताकि Let us pray. O God, who have told the ministers of your church to seek not to be served, but to serve their brothers and sisters, grant, we pray, that your servant, brother Benjamin, whom you graciously choose today for the office of deacon, may be effective in action, gentle in ministry, and constant in prayer. Through our Lord Jesus Christ, your Son, who lives and reigns with you in the unity of the Holy Spirit, one God, forever and ever. विवरण नामक पुस्तकबाट एक पाठ। इस्राएलीहरूको विश्वास प्रकट गराए। 26 अध्यायको 24-5 पंक्तिहरू। पुरोहितले तिम्रो हातबाट डालो ग्रहण गरी त्यसमा प्रभु तिम्रा परमेश्वरका वेदीको सामु राख्नेछन्। तब तिमीले प्रभु तिम्रा परमेश्वरको सामु यसो भन्नुपर्छ, मेरा पुर्खा डुली हिँड्ने आरामीहरू थिए। उनीहरू आफ्ना परिवारसित मिस्र देशमा आश्रय खोज्न गए अनि त्यहाँ परदेशी जस्तो बस्न थाले। त्यहाँ उनी एउटा शक्तिशाली जाति हुँदै गए अनि उनीहरूको संख्या पनि दिनोदिन अधिकाधिक बढ्दै गयो। मिस्रीहरूले हामीहरूसित कुव्यवहार गर्न थाले तथा हामीहरूबाट कठिनभन्दा पनि कठिन बेगारी लिन थाले। तब हामीहरूले प्रभु हाम्रा पुर्खाका परमेश्वरसित बिन्ती गर्यौं। उहाँले हाम्रो अर्जी सुन्नुभयो, अर्थात् हाम्रो कष्ट परिश्रम तथा हामीमाथि गरेको अत्याचारलाई हेर्नुभयो। तब प्रभुले आफ्नो बहुबलद्वारा भयानक डरलाग्दो चिन्हहरू तथा अद्भुत
कार्यहरू देखाएर हामीहरूलाई मिश्र देशदेखि आफ्नो छत्र छायामा निकाली ल्याउनुभयो र यो देश दिनुभयो। यस देशमा दूध र महको नदी बग्दछ। यसकारण हे प्रभु, जुन भूमि तपाईले मलाई दिनुभएको छ त्यस भूमिको पहिलो उपज म तपाईलाई चढाउँछु। यसरी प्रभु तिम्रा परमेश्वरलाई भूमिको पहिलो उपज चढाउँदै उहाँको आराधना गर्नु। प्रभुको वचन। आज म यो चरम शिखरसम्म आउन सकेको छु। त्यसको लागि म उहाँलाई सहृदयदेखि धन्यवाद चढाउन चाहन्छु। यदि उहाँ मेरो सहयात्री नभइदिएको भए म उहाँको बगैँचाको माली हुनबाट वञ्चित हुने थिएँ होला। साथै उहाँको यो अपार प्रेमको लागि म उहाँलाई धन्यवाद चढाउन चाहन्छु। I take this opportunity to extend my heartfelt gratitude to Your Excellency Archbishop Leopoldo Gerli is the current Apostolic Nuncio to India and Nepal. In this special occasion, I am really grateful for your presence over here. In spite of busy schedule, you have accepted our invitation and offered the Holy Eucharist celebration for us. It was really heart-touching moment for all of us. We have experienced Christ through your encouraging words and generous service to the Church of Nepal.
Thank you, Lord C. I would like to express my deepest gratitude to our former Reverend Bishop Paul Simi for your guidance, support, and prayers. Your wisdom and example of faith have been a constant source of inspiration for me. I am truly blessed to have had the privilege of learning under your leadership. Your words and actions have deepened my understanding of the priesthood and profound responsibility it carries. I would like to extend my heartfelt gratitude to Father Shilas Bhopati, the Pro-Vicar of Nepal Vicariate, for your constant support, guidance, and prayers, which has made a great impact in my spiritual life. I am so much grateful for your love and concern during my formation time. So today I would say, without your love and support, this event would not be possible. Your dedication and humility have set a remarkable milestone in my life and strengthened my vocation to the priesthood. Thank you, dear Father. It is my great privilege to express my gratitude to Father Pius Perumana, the Chancellor of Nepal Vicariate, for your unwavering support and guidance. Your example of faith and service inspire me, O Lord, and your commitment to the Church extend my energy for the service of God. And also, I would like to thank Father George, Treasurer of Nepal Vicariate, and immediate in charge of brothers. Your hard work and service are inspiring one. We truly appreciate the time, energy, and passion you invested in making us a good leader for the Church. Thank you, Father. My sincere word of gratitude goes to Father Robin Wright, Parish Priest of Godavari Church, for providing me accommodation for my family members. Your generous hospitality is truly inspiring for us. Thank you, dear Father, for your exceptional kindness. I would like to thank Father Lolitopo, Parish Priest of Assumption Church, for organizing this special occasion. Your meticulous planning and unwavering commitment ensured that the ceremony was both meaningful and spiritually enriching for all of us present over here. Thank you, Father. I would like to thank all the fathers and sisters for your participation in this Holy Eucharist celebration. By your participation makes this event memorable one. Thank you, dear fathers and sisters. I want to thank all the choir members and musicians for your wonderful song, which has added an extra flavor in this ceremony. Thank you. And also thank to all the parishioners for your generous assistance and support to this event. Without your support, this event would not be successful and meaningful one. Thank you, one and all. अनि अन्तिममा चाहिँ मेरो परिवारजनको लागि धन्यवाद दिन चाहन्छु। उहाँहरू धेरै टाढोदेखि मेरो निम्ति भनेर उहाँहरू आज यस पवित्र भवनमा आइदिनु भयो। त्यसको लागि म मेरा परिवारको लागि म एकदमै कृतज्ञ छु, एकदमै धन्यवादी छु। र हजुरहरूले यस्तो लामो बाटो तय गरेर तिरस्कार गरेर कतिजना त फर्स्ट टाइम बसमा ट्राभल गर्नु भएको छ र उनीहरूले मेरो लागि एकदमै उनीहरूको स्नेह चाहिँ मान्नै पर्छ। तर आज यहाँ आउनुभयो, यसरी आजको यो पवित्र समारोहलाई एकदमै तपाईहरूको यो जुन चाहिँ माया छ, तपाईहरूको त्यो स्नेह छ, तपाईको त्यो दया छ, तपाईले ममाथि देखाउनु भयो, त्यो एकदमै सराहनीय छ। म तपाईहरुप्रति एकदमै कृतज्ञ छु अनि धन्यवादी छु। अनि साथसाथै म धन्यवाद दिन चाहन्छु हाम्रो फादर रिचर्डको निम्ति। आज उहाँ
यस पवित्र समारोहमा हुनुहुन्न र उहाँलाई पनि आज म एकदमै मनन गर्न चाहन्छु र उहाँले पनि मेरो जीवनमा धेरै ठुलो भूमिका निर्वाह गरेका थिए र आज उहाँकै सहायताले गर्दा पनि म आज यहाँ छु र त्यस्तै प्रकारले म सिस्टर सिसिलियालाई पनि धन्यवाद दिन चाहन्छु। उहाँले हाम्रो निम्ति एक वाहन दिनुभयो। उहाँको यस दयाको निम्ति उहाँले देखाउनु भएको त्यो असीमित प्रेमको लागि एकदमै उहाँको प्रतिपट्टि म धन्यवादी छु र साथसाथै Congratulations on everything to your studies. Thank you very much for that. Wow, wow. Foto